हामी कतै हिँड्दैछौँ अथवा कतै हामी चाहिँ दौडिँदैछौँ भने त्यो हाम्रो खुट्टाको चाललाई महसुस गरेर हामी हिँड्नु अथवा दौडिनु। र वर्तमान समयमा हामीले माइन्डफुलनेस भन्ने कुरा धेरै सुनिराखेका छौँ र धेरै मानिसहरूले यो माइन्डफुलनेसको प्र्याक्टिसेस पनि गरिराखेको हामीले भेटाइराखेका छौँ। र आज चाहिँ अलिकति मलाई माइन्डफुलनेसको बारेमा कुरा गर्न मन लाग्यो, तसर्थ यो भिडियो मैले हजुरहरू समक्ष सेयर गर्दैछु। हजुरहरूको बुझाइमा माइन्डफुलनेस भनेको के हो त्यो कुरा चाहिँ हजुरहरूले कमेन्टमा गर्नु हुनका लागि पनि म अनुरोध गर्न चाहन्छु। र खासमा माइन्डफुलनेस भनेको चाहिँ हाम्रो वर्तमान क्षणमा हामीले जे काम गरिरहेका छौँ अथवा हामीमा जे जस्तो विचारहरू आइरहेको छ अथवा हामी जुन वातावरणमा छौँ त्यो वातावरणलाई चाहिँ एकदमै सजग भएर हामीले त्यसको अनुभव गर्नु अथवा त्यो कुरालाई चाहिँ महसुस गर्नु चाहिँ माइन्डफुलनेस हो जस्तो मलाई लाग्छ। र यसले चाहिँ मानिसलाई अहिले भइराखेको क्षण अथवा हामी जुन क्षणमा छौँ अथवा जुन अवस्थामा छौँ त्यो अवस्थालाई चाहिँ एकदमै अवेर भएर अथवा सजग भएर महसुस गर्नु नै खासमा माइन्डफुलनेस हो। र माइन्डफुलनेसले चाहिँ मानिसलाई विगतका कमजोरी भनौँ अथवा चाहिँ विगतमा हामीले गरेका कामहरूबाट हामीलाई भएका पछुतो भनौँ अथवा चाहिँ भविष्यको हामीलाई जुन चिन्ता हुन्छ त्यो चिन्ताबाट चाहिँ हामी टाढा रहेर हामी वर्तमान अवस्थामा जस्तो ठाउँमा छौँ त्यही कुरामा चाहिँ हामी इन्जोय गर्नु अथवा चाहिँ त्यही कुरामा रमाएर जुन काम गरिरहेका छौँ त्यही कुरामा चाहिँ हामी सचेत भएर जिउनु चाहिँ माइन्डफुलनेस हो जस्तो लाग्छ। जस्तो कि हामी यदि खाना खाइराखेका छौँ भने खानामै तल्लिनु भएर अथवा त्यसमा हामीले अरू कुनै पनि दोस्रो वस्तुमा चाहिँ इन्गेज नभइकन, जस्तै अब कतिपयको बानी के हुन्छ त खाना खाने बेला मोबाइल हेरेर खानाको स्वाद कस्तो थियो भन्ने कुरा नै हामी बिर्सिन्छौँ। र त्यो खाना खाने बेलामा हामी खानाप्रति मात्रै चाहिँ सचेत भएर अथवा खानाप्रति मात्रै हामी चाहिँ सीमित भएर अथवा त्यो कुरामा मात्रै हामी इन्गेज भएर त्यसको स्वाद वास्तविक स्वाद लिनु चाहिँ खासमा माइन्डफुलनेस हो। र कसैले कुरा गर्दै गर्दाखेरि चाहिँ बीचबीचमा जवाफ नदिकन उसले भनेका कुराहरूलाई ध्यानपूर्वक सुन्नु पनि माइन्डफुलनेस हो जस्तो मलाई लाग्छ। अनि कहिलेकाहीँ हुन्छ नि हामीलाई एकदमै रिस उठ्दाखेरि हामी तत्कालै प्रतिक्रियाहरू जनाइहाल्ने अथवा जवाफहरू दिइहाल्ने पनि हाम्रो बानी हुन्छ। त्यो रिस उठ्दाखेरि आफ्नो रिसलाई कन्ट्रोल गरेर त्यसमा चाहिँ एकदम सजग भएर एउटा चाहिँ सकारात्मक तरिकाले चाहिँ त्यो कुरालाई चाहिँ समाधान गर्न खोज्नु पनि माइन्डफुलनेसको एउटा प्र्याक्टिस हो। त्यो कुराबाट पनि हामीले माइन्डफुलनेसको प्र्याक्टिस गर्न सक्छौँ। अथवा हामी कतै हिँड्दैछौँ अथवा कतै हामी चाहिँ दौडिँदैछौँ भने त्यो हाम्रो खुट्टाको चाललाई महसुस गरेर हामी हिँड्नु अथवा दौडिनु र त्यो कुराप्रति हामी जुन काममा हामी लागिराखेका छौँ त्यसमा तल्लीन भएर अथवा सजग भएर त्यो कुरालाई चाहिँ महसुस गरेर हामीले त्यो कामलाई अगाडि बढाउनु नै माइन्डफुलनेस हो जस्तो मलाई लाग्छ। र जसले गर्दा चाहिँ हाम्रो भावनालाई, हाम्रो विचारलाई र हामीले चाहिँ कुनै पनि काम गर्नुभन्दा अगाडि अथवा बोल्नुभन्दा अगाडि चाहिँ एकदम सचेत भएर बोल्नुपर्छ अथवा चाहिँ सचेत कुनै कुरा सोचेर मात्रै हामीले कुनै काम गर्नुपर्छ भन्ने जस्ता किसिमका बानीहरूको विकास गराउनु र त्यो कुराप्रति हामीलाई चाहिँ सचेत गराउने एउटा अभ्यास भनौँ अथवा एउटा प्र्याक्टिस नै माइन्डफुलनेस हो जस्तो मलाई लाग्छ। र अहिले चाहिँ हामीले त्यो कुराहरूलाई प्र्याक्टिस गर्नु अथवा त्यो कुरालाई चाहिँ हामी सबैलाई बुझाउनु चाहिँ एकदमै जरुरत छ। किनभने अहिले मानिसमा चाहिँ विभिन्न किसिमका मानसिक समस्याहरूका कुराहरू हामीले सुनिराखेका छौँ होइन। कुनै पनि कुरालाई चाहिँ एकदमै सहज रूपमा लिनै नसक्ने होइन, एकदमै चाहिँ सामान्य कुरामा पनि मान्छेहरूले एकदमै एग्रेसिभ भएर त्यसको चाहिँ प्रतिक्रियाहरू जनाउने होइन, अथवा यो मोबाइलका कुराहरूले अथवा ग्याजेटका कुराहरू अन्य विविध कारणले अथवा हाम्रो चाहिँ यो जुन वातावरण छ, जुन समाज छ होइन, जुन कुरा हामीले भोगिराखेका छौँ, देखिराखेका छौँ, त्यो एउटा वातावरणले पनि हामीलाई एकदमै नकारात्मक बनाइराखेको अवस्थामा चाहिँ हामीले यस्ता माइन्डफुलनेसका अभ्यासहरूलाई चाहिँ हामी निरन्तर रूपमा गर्न सकियो भने त्यो कुराले हामीलाई सकारात्मक बनाउनका लागि एउटा सकारात्मक ऊर्जा चाहिँ हामीमा वृद्धि गर्नका लागि र हामी चाहिँ हाम्रो भविष्यको चिन्तालाई अथवा हाम्रो वर्तमानमा हामीले गरेका कुराहरूमा चाहिँ हामी एकदमै रिग्रेट भएर बस्नुभन्दा पनि हामी वर्तमानमा जे कुरा गरिरहेका छौँ त्यो कुरालाई राम्रोसँग गरेर हामी सफलतातर्फ अगाडि बढ्नका लागि चाहिँ यो माइन्डफुलनेस प्र्याक्टिसेस चाहिँ एकदमै जरुरत छ जस्तो मलाई लाग्छ। धन्यवाद।